हामी यता प्राकृतिक उसमा देवघाटतिर घुम्न आएका थियौँ। त्यहाँबाट फर्केर आउँदाखेरि चाहिँ नि यहाँ यो सानो बाँदर चाहिँ एकदम कराइरहेको थियो। हामीलाई लाग्यो कि अब यसलाई सायद भोक लागेर होला कराएको हामीलाई देखेर भनेर अलि अगाडि पर पसलमा गएर बिस्कुट किनेर लिएर आएको त्यहीँ बसिरहेको रहेछ। अनि अर्को चाहिँ यो ठुलो चाहिँ बाँदर चाहिँ यसको आमा जस्तो लाग्यो, आमा छोरा जस्तो लाग्यो। यिनीहरू सँगै थियो। अनि हामीले एउटा एउटा बाँडेर दियौँ यिनीहरूलाई। अब त्यो आमा चाहिँ ठुलो भएर छिटो खाएर सिद्ध्याउँथ्यो। अनि अर्को छोराको पनि खोसेर खान खोज्दो रहेछ कि। अनि एउटा उता एउटा यता गरेर हामीले बल्ल बल्ल अनि यस्तो मिलाएर खुवाएर यदि अलिअलि भयो नि खुसी भयो होला। अब भोक लागेर रहेछ रमाएर खायो, बिस्कुट मजाले खायो। यस्तो नै प्रकृतिमा अब